प्रोटेस्ट गर भनेर उसले पठाएको एक्चुअली हामीलाई। हामी आफ्नो खुसीले आएको होइन, उसले हामीलाई मजबुर गर्यो कि त्यो बाटोमा जा, तैँले प्रोटेस्ट गर, बल्ल म तँलाई हेर्छु। हो यस्तो खालको त्यसले हामीलाई जो छ उसको बिहेभियर त्यस्तो थियो। त्यो भएर आज हामी उसको हाम्रो एसोसिएसनलाई एउटा लिगल एसोसिएसनलाई उसले इलिगल एसोसिएसन होइन भन्दाखेरि हाम्रो जो फन्डिङ फादर सुबेदार नायर साहब छ उसले भन्यो यो बहुत ही गलत भयो। म लखेर साहबलाई पनि भन्न चाहन्छु, साहब तपाईँ हाम्रो एउटा यत्रो ठुलो मान्छे, एउटा तपाईँ क्याप्टनको पददेखि लिएर आज तपाईँ जनरल डिजिआर भएर आउनुभएको छ, के तपाईँको यही हो? तपाईँले यस्तो नै गर्नुभयो कि तपाईँले आसाम राइफललाई आज तपाईँको एक शब्दले गर्दाखेरि आज आसाम राइफलको सारा के भन्छ बाटोमा उत्रिरहेछ पुरा के भन्छ हाम्रो एक्समेनहरू। अझै तपाईँले अर्को शब्द यस्तै नराम्रो शब्द भन्नुभयो भने हुनसक्छ भोलि नोकरी गर्दै गरेको केटाहरू पनि बाटोमा झर्ला। त्यो भएर तपाईँले सोचेर सम्झेर बोल्नुहोस्, बस यति नै भन्न चाहन्छु।